शेयर बजारमा लगानी गर्न गोजीमा टन्नै पैसा हुनुपर्छ भन्ने छैन। ब्रोकरले नै तपाईलाई पैसा दिने नियम आइसकेको छ। के हो त त्यो मार्जिन कारोबार 2082 भन्ने कुरा। नमस्कार सम्पूर्णमा अनि स्वागत छ मेरो भिडियोमा। मेरो यो युट्युब च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। अब जाउँ भिडियोको विस्तृत रूपमा। यसमा के नियम छ, के गर्न पाउँछ, के कुरामा ध्यान दिन पर्छ भन्ने कुरा पनि सिक्ने छौं है त। नेपाल धितोपत्र बोर्डले नयाँ मार्जिन कारोबार निर्देशिका 2082 पास गरिसकेको छ। यो फागुन 1 गतेदेखि नै लागू भइसकेको छ भन्दाखेरि यसले के हुन्छ भने अब लगानीकर्ताले ब्रोकरबाट ऋण लिएर शेयर किन्न पाउने बाटो सजिलो भएको छ। अब लगानीकर्ताहरूले के कुरामा ध्यान दिन पर्छ भन्ने कुरा मुख्य कुराहरू जानौं है त। लगानीकर्ताहरूले मुख्य ध्यान दिन पर्ने कुराहरू के हुन् भन्दाखेरि एउटा हो प्रारम्भिक मार्जिन, यसलाई इनिशियल मार्जिन पनि भन्न सकिन्छ। यसको के हो त डिटेलमा पनि बुझौं है त। यदि तपाईले कुनै पनि शेयर किन्न पर्यो भने त्यसको 30% पैसा मात्र आफ्नो गोजीबाट हाल्नु पर्छ। बाँकी रहेको 70% चाहिँ ब्रोकरले दिन्छ। अब इक्जाम्पल सहित हेरौं त। यदि तपाईले 1 लाख सम्मको शेयर किन्न खोज्नु भयो, तपाईसँग 30,000 मात्रै छ। बाँकी पैसा तपाईले त्यो शेयर किन्नलाई तपाईले ब्रोकरबाट ऋण लिन पनि सक्नुहुन्छ। त्यो हो इनिशियल मार्जिन। त्यसैगरी अर्को जान्न पर्ने कुरा के हो, सम्भार मार्जिन अथवा मेन्टेनेन्स मार्जिन। यो के हो भन्दाखेरि विशेष गरेर लगानीकर्ताहरूले यसमा चाहिँ ध्यान दिन पर्ने हुन्छ। के हो भन्दाखेरि यदि बजार घटेर तपाईको मार्जिन 20% भन्दा तल गयो भने ब्रोकरले तपाईलाई पैसा थप्न भन्छ, मार्जिन कल आउँछ। यदि पैसा तपाईले थप्नु भएन भने तपाईको त्यो किनेको शेयर जुनमा मार्जिन लिएर किन्नु भएको छ त्यो शेयरलाई ब्रोकरले आफै नै शेयर बेच्दिन सक्ने अधिकार चाहिँ दिएको छ। त्यसले गर्दा उसले आफ्नो पैसा चाहिँ असुल गर्न सक्छ त्यसबाट। अब उदाहरण सहित बुझौं। यदि तपाईले 1 लाख सम्मको शेयर किन्नु भयो, तपाईको पैसा भयो 30,000, बाँकी ऋण 70,000 भयो। अब बजार घटेर शेयरको मूल्य 80,000 भयो। अब नियम के छ भन्दाखेरि 80,000 को 20% भएपछि 16,000 रुपैयाँ चाहिँ बाँकी रह्यो। मतलब अहिलेको तपाईको आफ्नो हिस्सा कम्तीमा पनि 16,000 हुन पर्यो। तर वास्तविक अवस्था के छ भन्दाखेरि 80,000 हालको मूल्य भयो भनेपछि 70,000 ऋण। यसलाई माइनस गर्ने हो भने 10,000 मात्र तपाईको पैसा बाँकी रहन्छ। 10,000 त 16,000 भन्दा कम भयो। त्यसैले ब्रोकरले तपाईलाई फोन गर्छ, पैसा थप्नुस् भन्छ। यदि तपाईले थप्नु भएन भने तपाईको शेयर बेचेर उसले आफ्नो पैसा असुल गर्छ। यो मार्जिन कारोबार सुविधाको समय अवधि बढीमा 1 वर्षसम्म हुन्छ। यदि तपाईले यो सुविधा अझै थप्न चाहनुहुन्छ भने चाहिँ नवीकरण गरेर पनि गर्न सकिन्छ। यसको लागि चाहिँ मार्जिन ट्रेडिङ अकाउन्ट र डिमेट अकाउन्ट खोल्नु पर्ने हुन्छ। धितोपत्र बोर्डले जुनसुकै कम्पनीमा चाहिँ यो सुविधा दिएको छैन। यसमा केही सीमित कम्पनीहरू रहेका छन्। त्यो के हो त हेरौँ है त। कम्तीमा पनि 25 लाख किता सर्वसाधारण शेयर सूचीकरण भएको हुनुपर्छ। यो चाहिँ लगइन भएका शेयर बाहेकको मात्रै हो है त। अनि त्यसैगरी अर्को नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको हुनुपर्छ। त्यसैगरी अर्को पछिल्लो 3 वर्षमा 2 वर्ष खुद नाफा गरेको पनि हुन पर्यो। त्यसैगरी अर्को हो बजारमा सूचीकरण भएको कम्तीमा पनि 2 वर्ष पूरा भएको हुन पर्छ। यो भयो लगानीकर्ताको लागि। त्यसैगरी ब्रोकरको लागि पनि नियम रहेको छ है त। सबै ब्रोकरहरूले यो सुविधा दिन पाउँदैनन्। कम्तीमा पनि 20 करोड चुक्ता पुँजी भएको ब्रोकरले मात्र अनुमति पाउँछ। साथै एउटै ग्राहक वा परिवारलाई कुल ऋण सीमाको 10% भन्दा बढी पनि दिन नपाउने छ है त। ब्रोकरले यो व्यवस्थाले बजारमा थप पुँजी प्रवाह हुने र साना लगानीकर्तालाई ब्रोकर मार्फत आधिकारिक रूपमा ऋण लिएर लगानी गर्ने बाटो सहज बनाउने देखिन्छ।